दर्शकबिनहरू चाहिँ गण्डकी प्रदेशले आफ्नो शानदार जित हासिल गर्न सफल भइसकेको छ र हिजो चाहिँ मालदिप्स विरुद्ध चाहिँ आफूले राम्रो जित हासिल गर्न सफल भएको थियो र आज चाहिँ निकै कडा महाविडिन्त रहेका छन्। हिजो चाहिँ एनपिसीले चाहिँ पर्वत विरुद्ध हार बिहोर्नु परेको थियो। पर्वतले चाहिँ निकै कडा प्रतिस्पर्धा गर्दै एनपिसीलाई हार दिलाउन सफल भएको छ र आज चाहिँ एपिएफ भर्सेस पर्वत एकदमै निकै कडा महाविडिन्त हुनेछ। जितेकाको टिम अहिलेसम्म नहारेकाको टिम भेट्दैछ, त्यसपछि एनपिसी र टिएससी। दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ आजको महाविडिन्त आज चाहिँ माघ 11 गते हुने टाइगर कपमा हुने महाविडिन्तहरू तपाईँ देख्न सक्नुहुन्छ। महिलातर्फ चाहिँ करिब 8:30 बजेदेखि नै खेल सुरु हुनेछ। एपिएफ क्लब र टिपटप न्यू डायमन्ड बीच निकै कडा खेल हुनेछ र दोस्रो खेल चाहिँ महिलाको दोस्रो खेल चाहिँ नेपाल पुलिस क्लब भर्सेस थाइल्यान्ड क्विन्स बीच रहनेछ भने पुरुषतर्फको भलिबलको महाकुम्भ तपाईँहरू देख्न सक्नुहुन्छ 12:30 बजेदेखि सुरु हुनेछ। पहिलो खेल 12:30 बजे र दोस्रो खेल चाहिँ 2:30 बजे सुरु हुनेछ भने पहिलो खेल तपाईँ देख्न सक्नुहुन्छ हिजो गण्डकीलाई हराउन सफल भएको टिम एपिएफ क्लब र पर्वत भलिबल सङ्घ जुन चाहिँ आज हिजो चाहिँ पर्वत भलिबल सङ्घले चाहिँ नेपाल पुलिस क्लबलाई आफ्नो हार दिलाउन सफल भएको थियो र पर्वत भलिबल सङ्घले चाहिँ आफ्नो जित हासिल गर्न सफल भएको छ भने नेपाल पुलिस क्लब जुन चाहिँ हिजो पर्वतसँग हारेको थियो र आज चाहिँ त्रिभुवन आर्मी क्लब बिच चाहिँ रहनेछ। उक्त खेल चाहिँ 2:30 बजे सुरु हुनेछ। निकै कडा महाविडिन्त हुनेछ। एकतर्फ टिएससी त्रिभुवन आर्मी क्लब रहनेछ भने दोस्रोतर्फ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ नेपाल पुलिस क्लब होइन। टिएससीतर्फ धनबहादुर भट्ट, दुर्गा खड्का होइन, शरण सामरी, त्यस्तै गरी राम्रो खेलाडीहरू तपाईँले देख्न सक्नुहुन्छ। एनपिसीमा पनि निकै कडा महाभिडन्त हुनेछ। तपाईँहरू देख्न सक्नुहुन्छ बलराम गुरुङ होइन, रेशम सन्त्याल जस्ता खेलाडीहरूलाई तपाईँले पुलिसबाट देख्न सक्नुहुनेछ। पहल गतराज, रवि नगरकोटी निकै कडा महाभिडन्त हुनेछ। यो दोस्रो खेल 2:30 बजे सुरु हुनेछ। भोलि महिलातर्फ पनि कडा खेल रहेका छन् र पुरुषतर्फ पनि एकदमै महाभिडन्त रहेका छन् र गण्डकीले चाहिँ हिजो एउटा जित हासिल गर्न सफल भएको छ। सो मालदिप्सले चाहिँ निकै टाढाबाट आएर चाहिँ आफ्नो जित हासिल गर्न सफल भएको छैन। खेलाडीहरूमा कुनै तालमेल नमिलेको अवस्था अथवा आउटडोर भएको कारणले गर्दा चाहिँ अहिलेसम्म जित हासिल गर्न सफल भएको छैन भने गण्डकीको भोलि कुनै खेल रहेको छैन। सो आजका महाविडिन्तहरू यिनै हुन्। सो मोटामोटी रूपमा भनिदिइसकेको छु। लाइभ हेर्नुलाई म्याक्स एचडीबाट, कान्तिपुर म्याक्स एचडीबाट। केही सुझाव सल्लाह प्रतिक्रिया छन् भने कमेन्टमा भन्नुहोला। केही सोध्न मन छ भने भन्नुहोला, म तपाईँको रिप्लाई दिन कोसिस गर्नेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। हस्त धन्यवाद। जय भलिबल।